हाई एभ्रिवान, सेवा नमस्ते, वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ बुट्टाबारीमा साकेला थियो नि त, त्यही भएर रेडी भएर हामी चाहिँ निस्क्यौँ साथीहरू। हाम्रो टोलीहरू चाहिँ अगाडि नै गइसक्नु भएको थियो, हामी चाहिँ पछाडि छुट्टै गएको थियौँ नि त साथीहरू। त्यतिकै हामी पनि साकेला थानमा पुग्यौँ। जाँदाखेरि चाहिँ हाम्रो टोली भर्खर पुग्नु भएको रहेछ अनि नाच्नलाई तयारी हुँदै हुनुहुन्थ्यो, तर त्यहाँ पूजा भइरहेको कारणले गर्दा चाहिँ नाचिहाल्नु चाहिँ पाएन। एकछिन बसेपछि चाहिँ हाम्रो पालो आयो नि त साथीहरू। हामी नाचेर पनि हाम्रो टोली चाहिँ यहाँ बसिराख्नु भएको सबैजना। त्यस पछाडि चाहिँ हाम्रो बुट्टाबोरीको टोलीले चाहिँ यहाँ नाचेर स्वागत गर्दै हुनुहुन्छ। अर्को टोली आएर पनि नाच्दै हुनुहुन्थ्यो है साथीहरू। त्यस पछाडि हामीलाई चाहिँ हल्का भोक लागेको जस्तो भएर चाहिँ हामी यता मेलातिर लाग्यौँ साथीहरू। मेलामा चाहिँ के कस्तो रहेछ भन्दा हेर्दै जाँदै थियौँ। कस्तो रमाइलो लाग्छ कि यस्तो मेलामा जाँदा यहाँ चाहिँ काकीहरू पनि मजाले बसिराख्नु भएको रहेछ। यहाँ मेरो भान्जीलाई चाहिँ गर्मी भयो अरे है साथीहरू। त्यस पछाडि चाहिँ हाम्रो यहाँ खाजा पनि आयो, हामी चाहिँ खाएर पनि फर्क्यौँ साथीहरू। ठिक्क फर्किँदाखेरि चाहिँ हाम्रो बिर्तामोडको टोलीहरू चाहिँ नाच्दै हुनुहुन्थ्यो। त्यस पछाडि चाहिँ हाम्रो पालो थियो नि त साथीहरू, अनि हामी चाहिँ नाच्यौँ। तर भिडियो गर्नु चाहिँ पाएन है साथीहरू, किनभने कोही पनि हुनुहुन्थेन कि भिडियो गरिदिनको लागि, त्यही भएर साथीहरू। त्यस पछाडि हामी चाहिँ यहाँ माथि एउटा पार्क रहेछ क्या, त्यहाँ भिडियो गर्ने भनेर गएको थियौँ, जहाँ चाहिँ भान्जी त छिम्टी हरायो भन्छ। त्यस पछाडि फर्क्यौँ है साथीहरू। धन्न एकजना भाइले बोकिदिरहेको रहेछ भेटायौँ, अनि यहाँ हेर्न क्युट भाइ देखेपछि उसको भिडियो गरिदिएँ। त्यस पछाडि चाहिँ हामी घरतिर लाग्यौँ साथीहरू। आजको लागि नै यति नै। अन्तिम समय हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।